जस्तै आजभोलि सोधिने प्रश्नहरूमा जस्तै घरमा क्यामेरा राख्दाखेरि कुन क्यामेरा राख्ने भन्ने विषयमा धेरै कुराहरू आउँछ। सो जस्तै घरमा अहिले लाग्ने क्यामेराहरू एनालग, आइपी र वाइफाई क्यामेराहरू छ। र कुन क्यामेरा राख्दाखेरि ठिक होला र सस्तो पनि होला र सबैभन्दा अहिले क्यामेरा हाल्दाखेरि चुनौती भनेको आफ्टर सेल सर्भिस हो। तपाईले जस्तै यसमा कुनै चिज राख्दै हुनुहुन्छ, घरमा कुनै चिज राख्नुहुन्छ भने आफ्टर सेल्स यो सपोर्ट दिने खाले हो। तपाईलाई सपोर्ट चार्जेसहरू कति लाग्छ भोलि क्यामेरा राखिसकेपछि। लेट्स से हजुरको घरमा एउटा क्यामेरा राख्नु छ मेन गेटमा भने हामी रिकमेन्ड गर्छौं तपाईले वाइफाई क्यामेरा युज गर्नुस्, जुन कि तपाईको घरको एउटा सुरक्षाको लागि मेन गेटमा एउटा क्यामेरा राख्नुभयो, त्यसलाई चाहिँ वाइफाईबाट कनेक्ट गरेर मेमोरी कार्डमा स्टोर गर्नुहुन्छ। साथै मेमोरी कार्डमा स्टोर गर्दाखेरि अझ बेटर के हुन्छ भने तपाईहरु क्लाउड स्टोरेज प्रेफर बढी गर्नुस्, किन भोलिको दिनमा एउटा क्यामेरा चाहिँ हराउँदाखेरि के हुन सक्छ भने कि क्यामेराको सँगसँगै स्टोरेज पनि जान्छ। सो क्लाउडमा राख्दाखेरि क्यामेरा हराउँदा चोरिदा तपाईहरुलाई त्यसमा स्टोरेज तपाईहरुकै क्लाउडमा सुरक्षित हुन्छ, भोलि राम्ररी हेर्न सक्नुहुन्छ। तर तपाईसँग अब मानौं कि 4 वटा क्यामेरा जोड्नु पर्ने छ, 5 वटा जोड्नु पर्ने छ भने एनालग क्यामेरा जोड्नुस्। एनालग क्यामेरा जोड्दाखेरि कस्ट, ओभरअल कस्ट पनि कम, साथसाथै भोलिको दिनमा रिपेयर एन्ड मेन्टेनेन्स पनि कस्ट कम लाग्छ, किनकि त्यो रिपेयरिङ तपाईहरु आफै गर्न सक्नुहुन्छ। 2 वायर वायरिङ हो, एउटा पोजिटिभ एउटा नेगेटिभ भनेपछि तपाईहरुले मजाले गर्न सक्नुहुन्छ कि पोजिटिभ नेगेटिभ जोडेर कसरी गर्ने भनेर। सँगै अब धेरै क्यामेरा छ, 15-16 वटा क्यामेरा छ। लेट्स से तपाईसँग 25 क्यामेरा एड गर्नु छ एउटा घर या अफिस या फ्याक्ट्रीमा भनेपछि तपाई रिकमेन्ड गर्नुस् आइपी क्यामेरा। त्यो गर्दाखेरि तपाईलाई त्यसमा फाइदा छ। तर 4 वटा क्यामेरा गर्नु छ भने हेर्नुस् कसरी तपाईहरुले गर्न सक्छ भने सबैले आइपी क्यामेरा राम्रो हो भनेर तपाईलाई भन्न सक्छ। 4 वटा क्यामेरा गर्दाखेरि त्यसमा जोडिने डिभाइसेसहरु सबैलाई लिएर एउटा एनभीआर को साटो कहाँ जोड्या हुन्छ, एउटा स्विचमा जोड्या हुन्छ, स्विचबाट त्यही लगत्तै त्यहाँ एउटा एनभीआर मा जोडेका हुन्छन्। यसलाई पनि एनालग क्यामेरालाई पनि हामी क्लाउड थ्रु मोबाइलमा हेर्न सक्छौं। कतिपयलाई कस्तो छ भने हामी एनालग क्यामेरा राख्दाखेरि मोबाइलमा देखिन्न कि हैन, जुनसुकै क्यामेरा राख्नुस्, एनालग राख्नुस्, आइपी राख्नुस् या वाइफाई क्यामेरा राख्नुस्, तपाईहरुलाई मोबाइलमा हेर्ने तपाईसँग फ्यासिलिटी हरेक ब्रान्डमा दिएकै हुन्छ, हरेक प्रोडक्ट रेन्जमा।